हेलो नमस्ते एभ्रिवान। म चाहिँ नागोयाबाट गिफुकेन गएको सानो ब्लग लिएर आएको। नागोयामा चाहिँ टन्टालापुर घाम लागिरहेको थियो अनि म चाहिँ दुईटा लगेज घिसारेर दगुरेर बस चढ्नलाई दौडिरहेको थिएँ अनि चढ्ने टाइम पुगेन। हतारिएर त्यहाँ स्टेसनमा पुगेको चाहिँ फोटो खिच्न पाएन अनि म गिफुकेनतिर लागेँ दुईटा लगेज बोकेर यतिकै। अनि म एकैचोटि बिउजिएको थिएँ 2 घन्टा 2.5 घन्टा बिते पछाडि बिउजिएको थिएँ एकैचोटि। खोला नाला हिउँ परेको ठाउँमा गएर गिफु पुगिसकेको रहेछ अनि बिउजेर एकछिन कन्फ्युज भएँ। नागोया छोडेर आयो गिफुकेनतिर बसाइसक्यो। अब हामी चाहिँ यतातिर हो। कस्तो मजाको चिसो चिसो रहेछ यतातिर। आहा सुन्ने र गाडीमा सुत्दा सुत्दा यत्रो त सुन्ने। नयाँ जीवन सुरु हो हाम्रो त मेरो। त्यस पछाडि चाहिँ मलाई दिदीले चाबी दिनुभयो। होटलको मान्छेले चाबी दिला छोड्दा रहेछ अनि म गएँ रुम हेरेँ अघि सामान राखेँ अनि भिडियो गर्नको लागि मैले यसरी गरेको ढोका खोलेर सुज राख्ने ऱ्याक रहेछ। ठिकै रहेछ, त्यस्तो आहा पनि नै त्यस्तो छि पनि नै एकजनालाई। तर सोचे जस्तो मलाई चाहिँ फुलहरू मनपर्छ, बारदली भएको मन पर्थ्यो तर छैन रहेछ। त्यो चाहिँ एउटा दुःखको कुरा। अनि ठिकै एकजनाको लागि ठिकै रहेछ, ठिकै लाग्यो। त्यस्तो साह्रो राम्रो नि नै त्यस्तो साह्रो छि भन्ने पनि थिएन। अब सबै कुरा भनेको जस्तो आफूले रोजे जस्तो कहाँबाट पाउने होइन, होटल कम्पनीले दिएको कुरा। अनि टोयलेट सानो रहेछ त्यो पनि ठिकै छ। टोयलेट बाथरुम एकै ठाउँमा, उफुरो पनि राम्रो चिटिक्काको सानो रहेछ। राम्रै लाग्यो, ठिकै लाग्यो। मेरो पछाडिबाट क्यामेरा चाहिँ ब्लर आइरहेको रहेछ फोरहरूले होला। अनि हेरेँ रुमहरू हेरेँ अनि यहाँ सामानहरू ल्याइदिएको रहेछ 1-2वटा। मलाई खाट चाहिँ मन परेन, यो चाहिँ म हटाउँछु अलिक पछाडि, फेरि हटायो भने साँघुरो हुने रहेछ भन्ने हिसाबले। अनि ठिकै थियो। होटलको मान्छेले सामानहरू लिएर छोड्दा रहेछ। अनि पर्दा म आफैले पनि ल्याएको थिएँ, उनीहरूले नि ल्याइदिएको रहेछ। बाहिर चाहिँ होइन हिउँ परिरहेको रहेछ, हिउँ परिरहेको थियो। अनि कम्पनीले चाहिँ मलाई सेतो पर्दा दिएछ। मलाई चाहिँ सबैभन्दा कलर मेरो फेभरेट कलर सेतो हो। त्यही माथि पर्दा त मलाई व्हाइट नै मन पर्थ्यो। अनि म चाहिँ खुसी भएर त्यो हुक हालेर त्यसमा अनि हालेँ, एक्साइटेड भएर रमाउँदै गरेँ। अनि फाइनल लुक्स चाहिँ यस्तो आयो। सागाबाट सामान आएछ अनि तलबाट मेन ढोकाबाट कन्निचिवा गर्दै बाजेले ल्याएको रहेछ सामान अनि बोलाइरहेको रहेछ। यहाँ चाहिँ कस्तो रहेछ भने यो फ्लोरको नि तल्लो फ्लोरको नि मेन ढोकामै जानुपर्ने कि अप्ठ्यारो क्या। अनि मेन ढोकाको नि चाबी दिएको छ मलाई। अनि हुन त आफ्नो रुम अगाडि आउनुपर्ने हो नि त सामान। अनि यहाँ चाहिँ किन त्यस्तो गरेर थाहा भएन। अनि आफै बोकेर ल्याएँ सबै सामान, मरि बोकेर ल्याएँ। अनि त्यो पसलको सामान चाहिँ झन् हेभी थियो क्या, मरि बोकेर ल्याएँ। अनि थ्याच्च बसेँ एकछिन। म चाहिँ केआर लिम्बूको गीत सुन्दै नाच्दै काम गरेँ। सबै प्याकिङहरू खोलेँ।
त्यस पछाडि म चाहिँ गीत गाउँदै गीतहरू सुन्दै काम गरेँ। सबै सामानहरू मिलाएँ, मेरो नयाँ पुरानो सामानहरू सबै मिलाएँ खुसी भएर। म चाहिँ एक्साइटेड नै छु यो कामको लागि चाहिँ। हुन त भाषा त्यस्तो राम्रो त छैन, त्यही पनि अब जे हुन्छ हुन्छ नि भन्ने लाग्छ है मलाई चाहिँ। अब कतिपय साथीले चाहिँ ला के होला कस्तो होला भनेर अगाडिदेखि नै एकदम टेन्सन लिइराखेको देख्छु। तर म चाहिँ त्यस्तो साह्रो चाहिँ अब हामी पनि जापान आउँदाखेरि त्यस्तो सिकेर बुझेर त आएको त होइन नि त। अब भोग्दै गइन्छ बुझ्दै गइन्छ नि त। अब बुझिसकेपछि भोगेपछि त्यो सबै नर्मल हुने त हो। त्यही माथि अब राम्रो मान्छेहरूले राम्रैसँगले बुझाइदिन्छ नि त। अनि अब कम्पनीमा राम्रै मान्छेहरू हुनुहुन्छ भन्ने जहाँसम्म लागेको छ मलाई चाहिँ। अनि त्यस्तो छैन, म चाहिँ एक्साइटेड नै छु कामको लागि। मान्छेले अब योहरू हाल्दा अब सबै मेरो साथीहरू त अब हामी कतिजना छौँ हाम्रो ग्रुपमा, हाम्रो कति 30-35 जना कतिजना हुनुहुन्थ्यो त्यति पनि थाहा छैन। अब त्यति त सबै भएको हो नि त। त्यसरी अब आफ्नो वर्किङमा भिजामा चेन्ज भएको, त्यही पनि अब उनीहरूले भिडियो नबनाउला अरे, मैले बनाउला अरे। तर मभन्दा उनीहरू बढी एक्साइटेड होला, अथवा उनीहरूको राम्रो स्यालेरी होला, अथवा जेसुकै होस्। मलाई अरू त्यति साथी छैन, तै पनि अब मलाई चाहिँ कति उफ्रिएको कति चम्क्या भन्छ होला कतिले चाहिँ होइन यसरी भिडियो बनाउँदा। तर मलाई चाहिँ नभएको कुरा होइन नि त, भएको रियालिटी देखाउनलाई चाहिँ त्यस्तो साह्रो लाग्दैन। त्यस्तो बढाइ चढाइ गरेर केही देखाएको होइन क्या अरे। अब मलाई चाहिँ अनि म चाहिँ धेर बोल्ने मान्छे, बोल्नलाई रुचाउने मान्छे। त्यही भएर चाहिँ मैले युट्युब च्यानल चाहिँ खास गरेर गीतहरू बनाउँछु, गाउन नि इच्छा लाग्छ। त्यही भएर चाहिँ अनि युट्युब च्यानल त्यही भएर खोलेको थिएँ, यता आएपछि फ्री भइन्छ भनेर। अनि तर धेर बोल्ने मान्छेलाई यसो कहिलेकाहीँ भ्लगहरू पनि बनाऊँ भनेर अनि मैले यो भिडियो बनाएको थिएँ उताबाट आउँदाखेरि, अनि हालिदिएको। त्यही भएर हाल्ने सोच बनाएको है मैले चाहिँ। यो चाहिँ जापानमा आएर कमाएको सम्पत्ति है। यो त मेरो डायरी भइहाल्यो। निहोङ्गो गएको सेमन गएको जसरी नि आउने छु कान्छा तिमीलाई भेट्न म त माया मोह यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैचनले रुँदै डाँडा परिछ कम्पनी सहर चाबी लिएर आएको। मेरो होटल चाहिँ उता माथि हो, त्यो टुप्पाको गाडी भएको ठाउँमा छ। चाबी लिएर आएको, बगीकोबाट चाबी लिएर आएको। मेरो रुमको चाबी, मेरो रुम चाहिँ अलिक बडा छ। होटलदेखि 2 मिनट लाग्छ, गाडी आयो। अब म चाहिँ डेली भ्लग गर्छु होला, डेली भ्लग होइन, बेला बेलामा। अब काम हुँदैन, त्यो 5 दिन काम हुन्छ, 8 घन्टा, त्यसो त फ्री हो। यो गिफुकेनको यो सप गाउँहरू देखाइदिन्छु म। हुनेवाला मेरो बस्ती, मेरो घर, मेरो के भन्ने कर्मथलो है त। पोखरी हुनुहुन्छ, यहाँ कस्तो राम्रो फुलहरू फुल्छ। पछि चाहिँ अहिले चाहिँ यस्तो छ, चिसो, कति चिसो हिउँ परिरहेको छ यतातिर चाहिँ। हामी चाहिँ एक्साइटेड नै छौँ काम गर्नको लागि चाहिँ। हेरौँ कस्तो हुने हो। भाषा त्यस्तो राम्रो आउँदैन, दुःख पाइने हो कि सुख पाइने हो केही छैन, तर गर्ने हो केही छैन। हस् त, मेरो यो छोटो भ्लगलाई चाहिँ यहीँ अन्त्य गर्न चाहेँ मैले। अब बाँकी के भयो, कस्तो भयो, के गर्नुपर्ने हो, प्रतिक्रिया दिनु है त। थ्याङ्क यू।